गाउँको जीवनमा आरामभन्दा काम धेरै हुन्छ। आज के भयो त? साथीहरु, तपाईलाई मेरो मिनी ब्लगमा स्वागत छ। यो पछिहरु सबैजना सन्चै अनि आराम नै हुन्छ होला। म पनि सन्चै छु। कहिले के गरेर आज चाहिँ मेरो बिहानको सुरुवात मोल छरेर भयो। हिजो छरि नसकेको मोल चाहिँ तँ मोल छर्दै दाजुलाई जोत्न सका भनेर मम्मी बाबा चाहिँ घाँसमा जानु भएको थियो। दाजुलाई जोत्न सकाउनुको लागि म चाहिँ हतार मोल छर्न थाले। एक गरा मोल छरिसक्दा चाहिँ मलाई पसिना नि छ्याप्पै आइसकेको थिएछ। हाम्रो दाजु चाहिँ फेरि सर्ट खोलेर सिक्स प्याक देखाउँदै जोतिराख्नु भएको रहेछ। त्यसपछि चाहिँ म पनि जोत्नु गएँ। दाजुलाई चिया खाइकन आउनु, म चाहिँ जोत्दै गर्छु भनेर जोत्दै थिएँ। 5-10 यो जति चाहिँ जोतेको थिए होला। सोइला मक्की गएको थिएछ। गोरु घुमाउँदै त सोइला त भाँची पो राखेको। सोइला भाँचिसकेपछि चाहिँ गोरु बिसाएर दाजु गोरुले सोइला भाँच्यो भनेर दाजुलाई बोलाए। सोइला पनि माथि घरमै बनाउनु भएछ। सोइला हालिसकेपछि चाहिँ फेरि जोत्न थाल्यो। तलको बारी जोतिसक्दा चाहिँ बाबा पनि घाँस लिएर आइसक्नु भएछ। म जोत्छु भन्दै बाबाले जोत्न थाल्नु भयो मास्लो गरा चाहिँ। जोतिसकेपछि चाहिँ दाजुले खाना खाइन्जेल गोरुले त्यही माथि बाँधे। खानासाना खाइसकेपछि चाहिँ गोरुलाई तल बाटोसम्म निकालिदिए। दाजु र गोरु आफ्नो घरतिर, म आफ्नो घरतिर। घर आएर चाहिँ काँटा बोकेर बारीतिर लागे। बाबा र म चाहिँ धमाधम ड्याङ उचाल्न थाले भने उता मम्मी चाहिँ झारजी लाउँदै हुनुहुन्थ्यो। ड्याङ उचाल्नु त सजिलो र छिटो भइहाल्छ, तर झारले भने अलि बढी दुःख दिन्छ। बाबा र मैले पनि 2 गरा जति ड्याङ उचालिसकेर चाहिँ झारजी लाउन थाल्यौँ। झारजीलाई सकेर चाहिँ मम्मीले पनि सिमीको बिउ लिएर आइहाल्नु भयो। उता कुखुरा पनि पो सेना मेना लिएर हामीलाई त सघाउन आउँदै रहेछ हो। मम्मी र बाबा रोप्न थाल्नु भयो, म पुन थाले। यसरी नै ड्याङ उचाल्दै झारजी लाउँदै रोप्दै थियौँ। पानी त फेरि आइहाल्नु भएछ। अनि यति साह्रो पानी हाम्रोतिर मात्र आउँछ कि तपाईँहरूकोतिर पनि हो? कमेन्ट सेक्सनमा कमेन्ट गर्नु त। पानी आएपछि हामीलाई नलखेटी हुँदै हुँदैन, लखेटिहाल्छ। अब लखेटेपछि त भाग्नै परिहाल्यो। हामी भागे सँगसँगै आजको मिनी ब्लग पनि यति नै। भेटौँला नेक्स्ट ब्लगमा। भिडियोलाई लाइक, सेयर, कमेन्ट गर्न भने नबिर्सिनु होला है। बाई बाई साथीहरू।